उभिएर भट्ट्याउँदै गर्दाखेरि बोल्दै गर्दाखेरि मैले परमेश्वरको वचनको अधीनतामा रहेर बोल्दैछु कि छैन, परमेश्वरको वचनमा रहेर बोल्दैछु कि छैन। त्यो भएको कारणले मैले यहाँबाट गलत शिक्षा प्रचार गरेँ भने त्यसको लेखा चाहिँ सबै तपाईहरुको सबैको लेखा चाहिँ मबाट परमेश्वरले लिनुहुन्छ। यस कारणले मैले यहाँ उभिँदै गर्दाखेरि के बोल्नुपर्छ भन्ने कुराहरू मैले जानेर बोल्नुपर्छ। यसरी नै मण्डलीका पास्टरले चाहिँ लेखा दिनुपर्छ, सम्पूर्ण मण्डलीको परिवारको लेखा दिनुपर्छ। ठिक तरिकाले परमेश्वरको वचन चाहिँ मण्डलीमा प्रसारण भएन भने, मण्डलीले त्यो कुराहरूलाई ग्रहण गर्न सकेनन् भने त्यसको लेखा चाहिँ परमेश्वरले पास्टरहरूबाट लिन्छ। यसै कारणले लेखा दिनुपर्छ। यसकारण मैले परमेश्वरको वचनमा समय बिताउनु पर्छ, प्रार्थनामा समय बिताउनु पर्छ, ताकि त्यो मैले बोल्दै गर्दाखेरि मेरो मण्डली परमेश्वरको वचनलाई चाहिँ ध्यान दिएर सुनोस्, परमेश्वरको वचनलाई चाहिँ पक्रिन सकोस्, परमेश्वरको वचनले भनेको कुराहरूलाई बुझ्न सकोस् र उनीहरू आत्मामा बलियो हुन सकुन्। परमेश्वरको वचनद्वारा आत्मामा बलियो पार्नका लागि नै मेहनत र परिश्रम चाहिँ मण्डलीका पास्टरले गर्छन्। किनकि लेखा चाहिँ दिनुपर्छ, नत्र भने मण्डलीको लेखा चाहिँ परमेश्वरले लिनुहुन्छ पास्टरबाट। यसै कारणले पनि अनि हामीले मण्डलीका पास्टरको आदर गर्नुपर्छ। अघि